श्रम संस्कृति पार्टीको ढुङ्गा बोक्ने मात्रै काम हो, सिद्धान्त त्यति मात्रै हो भनेको छ। श्रम संस्कृति पार्टीको सिद्धान्त के हो भनेर बुझ्नको लागि चाहिँ एकचोटि ट्युसन पढ्नलाई आयो हुन्थ्यो यो मित्र। अब आउँदैन होला बिचरा, अरूले नै भरण पोषण गरेको तपाईँको पत्रकार देखेँ मैले। र ढुङ्गा बोक्न तपाईँको चाहिँ के अरे मात्रै हो, ढुङ्गा बोकेर देश बन्छ भन्छ। त्यो साथीलाई थाहा हुनुपर्ने कुरा के छ भने हाम्रो देशको सबभन्दा ठुलो खनिज भन्ने उसलाई थाहा छैन छ। ढुङ्गा भन्ने सबभन्दा ठुलो खनिज चाहिँ ढुङ्गा हो हाम्रो, होइन? सबैभन्दा ठुलो सम्पत्ति नै ढुङ्गा हो। त्यो ढुङ्गा नबोकिकन बाटो पनि बन्दैन, घर पनि बन्दैन, होइन? यो साथीले जहाँ बसेर चाहिँ नै होइन मुख बजाइरहेको छ त्यो अफिस पनि ढुङ्गाबाट नै निर्माण भएको छ। र ढुङ्गा बोकेर हामीले निर्माण गर्नुपर्छ भन्ने चिज हो। ढुङ्गा नबोकिकन केही पनि बन्दैन, होइन? ढुङ्गा नबोकिकन तपाईँको मुख बजाएर पैसा कमाउने बानी भएकै कारणले गर्दाखेरि देश नबनेको विदेशी ऋणले थिचिएर अब ब्ल्याक लिस्टेड हुन आँट्यो। ब्ल्याक लिस्टेड भइसकेपछि विदेशीले ऋण पनि दिँदैन, होइन? विदेश जहाँ गएर काम गर्नु पनि पाइँदैन, पासपोर्ट पनि सिज हुन्छ, त्यहाँदेखि थाहा हुन्छ अनि अर्को साम्पाङले भन्नु खोजेको कुरा के रहेछ भन्ने कुरा थाहा हुन्छ। हाम्रो श्रम संस्कृतिको, श्रमप्रतिको एउटा लगाव, श्रमदान, काम गर्नुपर्छ, काम गरेर स्वाधीन बन्नुपर्छ, स्वाधीन अन्त अर्थतन्त्र हाम्रो देशमा चाहिँ विकसित गर्नुपर्छ भन्ने जुन हाम्रो सिद्धान्त छ उसलाई चाहिँ ढुङ्गा बोक्ने भनेर भन्नु भएको छ।